तपाईँले ध्यान गर्न भनेर भन्नुहुन्छ, तर कसको ध्यान गर्ने त? मैले संसारको चिन्ता छोडेर भगवानको ध्यान गर्न भन्नुभयो, तर ध्यान कसको गर्ने मलाई थाहा भएन। सुखदेव सम्झा राजा परीक्षितले यो प्रश्न गरेपछि सुखदेव स्वामीले भन्नुहुन्छ, राजन तिमीलाई ध्यान गर्न कहीँ खोज्न जानु पर्दैन, संसारै भगवानको शरीर हो भन्नुभयो। पहिला भगवानको शरीरको बारेमा विग्रह के गर्नुभयो भने यो सारा पर्वत पहाड भनेको भगवानको हाड भनेर जान, अनि जति पनि खोला नाला छन् भगवानको नसा भनेर जान, जति पनि वन जङ्गल छ भगवानको शरीरको रौँ भनेर जान। यस्तो भगवानलाई तिमीले जान भनेपछि फेरि परीक्षित भन्नुहुन्छ, भगवान यति ठुलो भगवानलाई मैले सम्झन सक्दिनँ। त्यसो भए भगवानलाई तिमी जस्तो सोध्छौ त्यस्तै मूर्ति हुन्छ, त्यसलाई भगवानले चिन्मय मूर्ति भन्नुभयो। के मूर्ति? चिन्मय मूर्ति। जस्तो चितायो त्यस्तै प्राप्त हुने। देवकीले भगवान मेरो छोरा भनेर कारागारमा आउनु पर्यो भनिन्, भगवान त्यहीँ जानुभयो। देवताले बराह बँदेलको जस्तो रूप लिएर आउनु भने भगवान त्यही भएर जानुभयो। प्रहलादले भगवान मैले वरदान मागेको छु हजुर आउनुहोस् भन्दाखेरि हिरण्यकशिपुलाई भगवानले उद्धार गर्नको लागि आदि मान्छे आदि जनावर भएर जानुभयो। अनि जे भगवानलाई चिताएर भक्ति गर्नुभयो भगवान त्यही स्वरूपमा प्राप्त हुनुहुन्छ। यसकारण राजन भगवानलाई कस्तो स्वरूपबाट चाहनुहुन्छ तपाईँको कुरा हो र भागवत महापुराण श्रवण गर्नुहोस् भनेर द्वितीय स्कन्धको 9 अध्यायमा गएर 34 श्लोकी भागवत बताउनु भयो। अहम एवा समेदाग्रे नान्यत सत् सदसत् परम। यसको अर्थ के हो भने यसमा त फेरि यस्तो कथा सथा केही पनि छैन। 4 श्लोकको हामीले सिधा सिधा अर्थ खोज्ने हो भने 4 श्लोकको भागवतमा कथा प्रसङ्ग काहीँ पनि जोडिएकै छैन। हेर्नुहोस् यो राजा प्रजाका कथा प्रसङ्गहरू हामीले त्यहाँ भेट्न प्राप्त गर्न सक्दैन। त्यहाँ के भनिएको छ भने अहम एव समेवाग्रे, अहम भनेको म, एव म आफै नै, अग्र भनेको पहिला थिएँ अहिले छु र भोलि रहन्छु। भगवानले बताउनु भएको नान्यत यत सतसत् परम, नान्यत न अन्यत, न अन्यत भनेको छैन, को अन्य भनेको कुनै वस्तु छैन, सतसत् परम म भन्दा सत्य वस्तु अरू केही पनि छैन। र यो संसार सकिएपछि पनि पश्चात अहम यदि तस्य, संसार सकिएपछि पनि म नै बाँकी रहन्छु। सो वशिष्यत भनेको अवशिष्यत, अवशिष्ट बाँकी यानि कि शेष पनि म आफै बाँकी रहन्छु। अनि भगवानले के भन्नुभयो फेरि अर्को श्लोकमा 4 श्लोक हो नि त जम्मा। दोस्रो श्लोकमा ऋतेर्थम यत् प्रतीयत न प्रतीयत चात्मनि तद्विद्या आत्मनो मायम यथाभासो यथातमः। वास्तवमा सत्य वस्तुबाट बाँकी रहेको त्यो अनिर्वचनीय वस्तु, अनिर्वचनीय भनेको बोल्न नमिल्ने, वचन भनेको बोल्न मिल्ने, अनिर्वचनीय भनेको बोल्न नमिल्ने। वेदान्तमा धेरै प्रयोग हुन्छ अवाङ् मनस गोचरम अवर्चनीय भन्ने प्रसङ्गहरू। जस्तै अनिर्वचनीय भने के हो भने जस्तै ब्रह्म सत्य छ भने एउटाले, जस्तै खुर्सानी पिरो छ भने एउटाले, ल त्यसरी जाउँ। ब्रह्म सत्यभन्दा टाढा खुर्सानी सधैँ हामीले प्रयोग गर्ने वस्तु थाहा हुन्छ नि त। खुर्सानी पिरो छ भने एउटाले, तर पिरो कस्तो छ भनेर बोल्न मिल्छ? पिरो पिरै जस्तो छ होइन, हो कि होइन? पिरो पिरै जस्तो छ त पिरो कस्तो हुन्छ भनेरलाई उसले खानु पऱ्यो कि परेन? चाख्नु पऱ्यो। हो बुझ्नुभयो नि कुरा। त्यसै गरी ब्रह्म सत्य छ, आत्म सत्य छ भन्ने कुरो आत्मतत्त्वको जसले अनुभव गर्छ, मेडिटेसन गर्छ, ध्यान गर्छ त्यसलाई मात्र थाहा हुन्छ भन्नुभयो भगवानले। अनि यो संसार देखिएको कुरा के हो त भन्दा यथाभासो यथातमः। यो संसार देखिएको कुरा के हो भने आभास मात्रै हो, संसार छैन, संसार केही पनि छैन, देखिएको मात्रै हो संसार। श्रीमान श्रीमती बाबुआमा इष्टमित्र नै छैन संसारमा, देखिएको मात्रै हो। यदि सधैँ हुन्थ्यो भने त सधैँ साथमा रहिरहन्थ्यो नि, त्यो नभएको भएर देखिएन। फेरि तपाईँलाई शङ्का लाग्ला कति वर्षदेखि श्रीमान श्रीमती छोराछोरी भएर बसेका छौँ, छैन भन्छन् पण्डितले, कस्तो कुरा गरे? कुन आधारमा देखिँदैन, कुन आधारमा सत्य होइन भने तपाईँलाई प्रमाण पनि दिन्छु। यदि सत्य थियो भने हिजो पहिलादेखि नै जन्मिनु पर्थ्यो, मर्दा पहिला पनि सँगै जानु पर्थ्यो, त्यो पनि सम्भव छैन। यदि सत्य थियो भने अहिले तपाईँहरू जोसँग श्रीमान श्रीमती भएर बस्नु भएको छ, बिहा गर्नु भएको छ र श्रीमान श्रीमती भए हो, भोलि अर्कैसँग बिहा भए त अर्कैसँग श्रीमान श्रीमती हुन्थ्यो नि त आखिरी, हो कि होइन? कुरा बुझ्नुभयो नि? अहिले जोसँग बस्या उहाँसँग बिहा भएर त श्रीमान श्रीमती भए हो बाबा,
भोलि अर्कैसँग भएको भए त उहाँसँग हुन्थेन भनेपछि अहिले देखेको श्रीमान श्रीमती सत्य हो रहेछ त कुरा बुझ्नुभयो नि न कसैको श्रीमान सत्य हुन्छ न कसैको श्रीमती सत्य हुन्छ कुरा बुझ्नु व्यवहारिक रूपमा हुँदैन फेरि यसलाई तार्किक रूपमा हामीले व्याख्या गर्दाखेरि के गर्न सकिन्छ भने हामीले सम्बन्ध जोडेर सम्बन्ध भएको हो अर्कोसँग सम्बन्ध जोडेको भए अर्कैसँग सम्बन्ध हुन्थ्यो यसकारण मान्छेको शरीर केही क्षणको लागि सत्य जस्तो देखिए पनि न मान्छेको शरीर सत्य हो न सम्बन्ध सत्य हो सत्य त त्यो एउटा मात्रै वस्तु छ जुन वस्तु तपाईँभित्र छ तपाईँलाई जसले बचाइरहेको छ जसले जियाइरहेको छ यो कुरा भगवान्ले भन्नुभयो तद्वितीय आत्मनो मायाम यथाभासो यथातम यो संसार देखेको त नाटक मात्रै हो जसरी सपनामा आगरी पैसा दिएको सपना देख्छौँ बिउता केही पनि हुँदैन दिउँसोको सपना हो यो सपना पनि केही दिनपछि सकिन्छ त्यो रातको सपना केही रातमा सकिन्छ यथा महान्ति भूतानि भूतेषु चावचस्वनो प्रविष्टान्य प्रविष्टानि तथा तेषु न तेष्वहम् यथा महान्ति भूतानि यहाँ महान्ति भनेको पञ्चमहाभूत भनेको भूतानि भनेको भूतहरू संस्कृतमा चाहिँ भूतानि यहाँ नपुंसक लिङ्गमा बहुवचनलाई भूतानि हुन्छ जस्तै सर्वाणी हुन्छ पुष्पाणी हुन्छ फुलहरू भन्न पर्यो भने पुष्पाणी भन्नुपर्छ यो चाहिँ नपुंसक लिङ्ग भएको हुनाले नेपालीमा चाहिँ एक वचन र बहुवचन मात्रै हुन्छ संस्कृतमा दुई तीनटा वचन हुन्छ के एक वचन अनि कसरी दुईटामा तीनटा चाहिएन ल त्यो त लिङ्ग भइगयो नपुंसक गुड एक वचन द्विवचन र बहुवचन हुन्छ संस्कृतमा नेपालीमा एक वचन र बहुवचन इङ्ग्लिसमा पनि त्यही हो सिङ्गुलर र प्लुरल सबै शब्दलाई भन्नुपर्दा सर्वम सर्वे सर्वाणी एउटा सर्वम एउटा सर्व दुईटालाई दुईटा सर्वाणी भनेको सबै यहाँ पुष्पाणी त्यसरी यहाँ भूतानी सम्पूर्ण भूत प्राणीहरूको त्यो आधार बिन्दुको हो त्यही पञ्चमहाभूत अनि भगवान्ले भन्नुभयो त्यो पञ्चमहाभूतको पनि तत्त्वमा आफै हो तर त्यो फरक कसरी देखियो कस्तो राम्रो श्लोक छ हेर्नुहोस् त अन्वय व्यतिरेकाभ्याम यत् स्यात् सर्वत्र सर्वदा अन्वय व्यतिरेक भनेको बुझ्नुहुन्छ अब यसलाई धेरै लामो व्याख्या गर्दैन एउटै शब्दमा भन्छु अन्वय भनेको छ व्यतिरेक भनेको छैन कसरी संसार छ जस्तो पनि देखिन्छ बाबुबाजे हजुरबाजे यही संसारमा बितेर गए अनि संसार छ हेर्दाखेरि हिजो देखेको संसार आज छैन पनि फेरि हो कि न कुरा बुझ्नुहुन्छ बागमती नदी सत्य हो कि असत्य हो बागमती नदी सत्य हो भने बागमती नदी परापूर्व कालमा यतिकै रहन्छ त भोलि सुकेर पनि जान्छ नि त मुहान सुक्यो भने सुक्दैन यदि बागमती नदीको त्यो मूलबाट अन्त्यतिर पानी लगे पनि सुक्दैन अनि बागमती नदी सत्यको असत्य त हो ए बास यति ठ्याक्कै अन्वय व्यतिरेक भनेको संसार छ संसार छैन देखिँदा संसार सत्य जस्तो देखिन्छ तर वास्तवमा विचार गर्यो भने संसार छैन किन भन्दा यो पृथ्वी त एक दिन खरानी हुन्छ भने त्यो बागमती नदीको मूल पनि सुक्छ एक दिन कुरा बुझ्नुभयो नि ल अब यति 4 श्लोकबाट पुरै भागवत सक्यो अब यहाँ भागवत न राजा कथा छ ल हेर्नुहोस् त न प्रजा कथा छ न यहाँ नाच्ने छ न नाटक छ न भजन कीर्तन छ अब तर यो ब्रह्म भन्ने विषय आत्मा भन्ने विषय स्पिरिट भन्ने विषय चाहिँ अनुभवबाट मात्र जान्ने भएको हुनाले मान्छेले त्यति सजिलो बुझ्न सकिँदैन यही चतुश्लोकी भागवत राजालाई सुनाउनु सुखदेव स्वामीले अनि 10औं अध्यायमा गएर भागवत महापुराणमा 10 वटा लक्षण छ के अत्र सर्ग विसर्गस्थ थानम पोषण मुतय अनि मनन्तराम ईशानु कथा निरोधो मुक्ति आश्रय भागवत महापुराणको 335 अध्यायमा तृतीय स्कन्धमा 33 अध्याय छ जसमा सर्ग चतुर्थ स्कन्धमा 31 अध्याय छ विसर्ग पाँचौंमा 26 अध्याय छ स्थान छैटौंमा 19 अध्याय छ पोषण सातौंमा 15 अध्याय छ अति आठौंमा 24 अध्याय छ मनन्तर नौमा 24 अध्याय छ ईशानु कथा दशममा 90 अध्याय छ निरोध एकादशमा 31 अध्याय छ मुक्ति अनि द्वादश स्कन्धमा 13 अध्याय छ आश्रय
अब अहिले कथावाचनको हिसाबले हामीले 19 अध्याय प्रथम स्कन्धको र 10 अध्याय द्वितीय स्कन्धको जम्मा 29 अध्यायको कथावाचन सक्यौँ। अब फेरि पाठ गर्छौँ, फेरि तृतीय स्कन्धको कथा हामी फेरि व्याख्या गर्नेछौँ।